बाले सोधलन नि खोइ छोरा भन्लन गोली लाग्यो भन्दिनु गोली लाग्यो भन्दिनु आमाले सोधलिन् नि खोइ छोरा भन्लिन् रण जित्दैछ भन्दिनु वीरता बहादुरी र आदर्शको चिनो धारिलो खालको नेपाली हतियार तरबार भन्दा बाक्लो र छोटो अनि नेपाली सेनाको आधारभूत हतियार हो खुकुरी। जसले नेपालको इतिहास बोकेको छ। विशेष गरी भोजपुरे, सिरुपाते, चितलाङ्गे, कोठीमोडा लगायतका खुकुरीहरू प्रचलनमा रहेका छन्। इतिहास, बहादुरी र वीरतासँग जोडिएको खुकुरी नेपाली परम्परा र संस्कृतिसँग पनि जोडिएको छ। खुकुरीसँग हाम्रो धार्मिक मान्यता पनि गाँसिएको छ। मठ मन्दिरमा समेत सजाएर राखिने खुकुरीलाई कतिपय जाति र सम्प्रदायले कुलदेवताको मुख्य हतियार पनि मान्दछन्। परम्परागत मूल्य मान्यता अनुरूप अन्जानमै खुकुरी गोडामा लागेमा ढोग्नुपर्छ भन्ने विश्वास नेपाली जनमानसमा रहेको छ। सन् 1814 को नेपाल अङ्ग्रेज युद्धमा खुकुरीको माध्यमबाट शत्रुलाई हराएर हाम्रा पुर्खाले नेपाललाई स्वाधीन राष्ट्रका रूपमा स्थापित गराएका थिए। त्यही खुकुरीको प्रयोगलाई नेपाली सेनाले हालसम्म पनि निरन्तरता दिँदै आइरहेको छ। नेपाली सेनाको तालिम प्राप्त दक्ष सिपाहीले शिरमा हेलमेट र हातमा व्यक्तिगत हतियार बोकेको हुन्छ। यो सँगसँगै समस्त नेपालीको विश्व प्रख्यात हतियार खुकुरी गर्वका साथ कम्मरमा भिरेको हुन्छ। सन् 1801 मा जब गोर्खाबाट नेपाल एकीकरण अभियानका राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको प्रारम्भ गरे, त्यतिखेर धेरै टुक्राहरूमा टुक्रिएको नेपालका आआफ्नै सैनिकहरू रहे तापनि उनीहरूसँग बारुद जन्य हतियार तथा गोलीगट्ठाहरू नगन्य मात्रामा थिए। विगतमा नेपाली सेनाले खुकुरी प्रयोग गर्नुको मुख्य कारण नेपालीहरूको औसत उचाइ सामान्यतया 5 फिट 6 इन्च हुनु, जसका कारण तरबार र कुडा जस्ता लामा हतियारहरू कम्मरको दाबबाट झिक्न र युद्धमा प्रयोग गर्न असहज हुने भएकाले हो। छोटा कदका नेपालीहरूका लागि
लडाईँमा सानो खुकुरी दाबबाट झिक्न र दुश्मनमाथि प्रहार गर्न अत्यन्त उपयुक्त र सान्दर्भिक थियो। आफ्नो फौजको तुलनामा संख्यात्मक हिसाबले ठूला र बलिया वैरीका सेनाहरूलाई समेत पृथ्वीनारायण शाहको फौजले खुकुरीको बलमा सहजै प्रहार गर्दै विशाल नेपालको निर्माण गर्दै गए। विक्रम सम्वत 1819 मा नेपाली सेनाले मकवानपुरको किल्लामा मीर कासिमको फौज विरुद्ध ठूलो लडाईँमा विजय हासिल गरी ठूलो मात्रामा नयाँ बारुदजन्य हतियारहरू प्राप्त गर्न सफल भए पश्चात मात्र नेपाली सेनाले लडाईँहरूमा खुकुरीको प्रयोगलाई प्राथमिक हतियारको रूपमा घटाउँदै लैजान थालेको पाइन्छ। र त नेपाल एकीकरणका दौरान प्रयोग भएका 500 वर्षभन्दा पुराना विभिन्न प्रकारका खुकुरीहरू छाउनी स्थित सैनिक संग्रहालयमा सुरक्षित राखिएको छ। 19औं शताब्दीभरि नै नेपाली सेना र इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजहरू विरुद्ध विभिन्न स्थानहरूमा भीषण युद्धहरू चलिरहे। यी सम्पूर्ण युद्धहरूमा नेपाली सैनिकका युद्ध मैदानहरूमा खुकुरी सहितका कौशलता र साहस देखेर अंग्रेज र भारतीय सेनामा पनि नेपाली सैनिकहरू भर्ना गर्ने प्रचलन त्यस बेलाको इस्ट इन्डिया कम्पनीले सुरु गरेको थियो। जुन हालसम्म पनि कायमै रहेको छ। विश्व सामु नेपालीको पहिचान हो खुकुरी। पुर्खाहरूले खुकुरीकै बलमा आफ्ना वीरत्वलाई विश्वसामु चिनाएका छन् र त हामी नेपालीलाई गोर्खाली भन्ने गर्दछन्। भारतका प्रसिद्ध सुरक्षाविद फिल्ड मार्शल मानेकशाले भनेका थिए, कोही व्यक्ति मृत्युसँग डराउँदैन भने कि त उसले ढाँटेको हुनुपर्छ कि त ऊ गोर्खाली हुनुपर्छ। केही इतिहासविदका अनुसार नेपालमा खुकुरीको प्रयोग किरातीहरूले परापूर्व कालदेखि नै गर्दै आएको भने तापनि नेपाली समाजमा खुकुरीको प्रयोगले व्यापकता भने एकीकरणका दौरान पाएको अनुमान गर्न सकिन्छ।
नेपाल एकीकरण पश्चात खुकुरीले यति व्यापकता पायो कि यसको उपयोगिता युद्धहरूमा मात्र सीमित नरही घरयासी कार्यहरूमा समेत प्रयोग हुन थाल्यो। वर्तमान बदलिदो समय र परिस्थिति अनुसार नेपाली सेना पनि आधुनिक सैनिक भइसके तापनि आज पनि नेपाली सेनामा खुकुरीलाई उत्तिकै महत्त्व दिइन्छ। यो ड्रिलमा विशेष गरी खुकुरी ह्यान्डलिङ सम्बन्धी विभिन्न तरिकाहरू सिकाइन्छ र त खुकुरीको प्रयोग गर्न नेपाली सैनिकहरू निपुण हुन्छन्। नेपाली सैनिकहरूले तालिमको समयमा होस्, ड्युटी बस्दा होस्, क्वार्टर गार्ड ड्रिलमा होस्, पटोलमा होस् वा त आफ्ना विभिन्न बन्दोबस्तीका कार्यमा नै किन नहोस्, हरेक सैनिकसँग खुकुरी साथमै हुन्छ। नेपाली सेनाका प्रत्येक गणगुल्महरूमा विशेष गरी फलाम सम्बन्धी कार्य गर्नका लागि लोहारको दरबन्दी हुने गर्दछ, जसको मुख्य कार्य गणगुल्मका लागि आवश्यक खुकुरीको निर्माण तथा तिनको मर्मत सम्हार गर्ने हुन्छ। विशेष गरी नेपाली सेनालाई आवश्यक पर्ने सम्पूर्ण खुकुरीहरू सुन्दरीजल स्थित सुन्दरीजल आर्सनलमा रहेको मेसिनद्वारा निर्माण गरिन्छ। यो खुकुरी राख्नको लागि बनाइएको दाप हो। यो काठबाट बनेको हुन्छ र यसलाई बाहिरबाट छालाले मोडिएको हुन्छ। खुकुरीको यस भागलाई बीट भनिन्छ। खुकुरीको धारको सबैभन्दा उच्च बिन्दुलाई जोरु भनिन्छ। यस हतियारको सबैभन्दा मुख्य भागलाई आङ भनिन्छ। खुकुरीको टुप्पोदेखि फेदसम्मको काट्ने भागलाई धार भनिन्छ। यो चकमक हो। चकमकको जोडीको रूपमा खुकुरीको दापमा रहने यो कर्द हो। यो खुकुरीको सबैभन्दा माथिल्लो भाग हो र यसलाई टुप्पा भनिन्छ। खुकुरीको सबैभन्दा तल्लो भागमा रहेको धातुको पातालाई हिरा जोड्नु भनिन्छ। खुकुरीको धारको अन्तिम भागलाई पारो भनिन्छ। खुकुरी प्रयोगकर्ताको हातमा रगत नलागोस् भनेर बनाइएको यस भागलाई कौडा भनिन्छ। विभिन्न किम्वदन्ती तथा पुराना कथनहरू अनुसार एकपटक दापबाट झिकिएको खुकुरीमा रगत नलगाई फेरि दापमा राखिएमा अशुभ हुन्छ भन्ने मान्यता रहिआएको पाइन्छ। नेपाली सेनामा खुकुरीको आफ्नै किसिमको महत्त्व रहेको छ। नेपाली समाजमा झैं विभिन्न चाडपर्वको अवसरमा र विशेष गरी विजयादशमीमा कोतमा रहेका अन्य हात हतियारसँगै खुकुरीको पनि विशेष पूजा गर्ने प्रचलन रहेको छ। देवीलाई पशु बलि दिनको लागि पनि खुकुरीकै प्रयोग गरिन्छ। प्रधान सेनापतिबाट बसन्तपुरको हनुमान ढोकामा हुने विजयादशमीको पूजा तथा केन्द्रीय स्तरका खुकुरीको प्रयोग गरी सञ्चालन गरिने विभिन्न कार्यक्रम तथा समारोहका लागि जङ्गी अड्डा स्थित तुमु कोतखानामा रहेका विभिन्न आकारका खुकुरीको प्रयोग गरिन्छ।
यसका साथै नेपाली सेनाले खुकुरीलाई महत्त्व दिएको उदाहरण नेपाली सेनाको सहायक सेनानीदेखि महारथी दर्जासम्मको दर्जानी चिन्हमा समेत खुकुरी क्रस अङ्कित रहनुले पनि देखाउँदछ। त्यसै गरी नेपाली सेनाको झण्डा र नेपाली सेनाका विभिन्न गणगुल्मका झण्डामा समेत खुकुरी क्रस नै रहेको हुन्छ। नेपाललाई अन्तर्राष्ट्रिय जगत सामु चिनाउने केही उल्लेखीय कुराहरूमध्ये गौतम बुद्ध, सर्वोच्च शिखर सगरमाथा, नेपालीहरूको बहादुरी, साहस, नेपालीहरूको मधुर मिठासको पङ्क्तिमा खुकुरीलाई पनि अग्रस्थानमा राखेको पाइन्छ। नेपाल एकीकरण कालदेखि हालसम्म नेपाली सेना र खुकुरीको सम्बन्ध नङ र मासु झैँ रहँदै आएको छ। आज खुकुरीको नाम लिँदा विश्वमाझ नेपाली नाइफ र गोर्खाली नाइफ भनेर सम्मानका साथ लिइन्छ। खुकुरीलाई भारतीय सेना, सिङ्गापुर पुलिस लगायत अन्य फौजहरूमा पनि प्रयोग गरिन्छ। यसै गरी नेपालीहरूले राष्ट्रिय हतियारका रूपमा मानेको खुकुरीलाई नेपाली सेनाले आजसम्म पनि आफ्नो संस्थामा उच्च स्थान दिई नेपाली परम्परामा सूचित रक्षा समेत गर्दै आइरहेको छ। नेपाली सेना र खुकुरीको सम्बन्ध नेपाल रहिरहेदेखि सदा सर्वदा सँगै रहँदै आएको र आवश्यक परेको बेला बैरीमाथि जाइ लाग्न सदैव तयार समस्त नेपालीहरूको वीरताको प्रतीक हो खुकुरी। पैसाको ला छैन